पिकनिक अंकल पिकनिक फोटो खिच्न लागि एक बर्बादमा भेटौँ न त्यहाँ चाहिँ जाम्मा चाहिँ बोल्दैमा रहेछ त्यो साथी ठाउँ यहाँ बनबाटीका सबै पाइँदो रहेछ कि यहाँ त यस्तो सबै पाइँदो रहेछ कि हाम्रो चाहिँ फेरि यस्तो पाइँदैन बनबेटीका थपिँदै जानु भएको कता गयो मिना के अरे खानाको मात्रको 100 रुपैयाँ माछा लिएर हिँड्नु बाबुलाई चाहिँ गर्ने हो त्यत्रो पैसा तिरेर दिनै काट्यो लागत मिलेन किन्ने बेरा हाम्रो भाँडबारी जौखेतको ग्रुप मल बोक्ने ग्रुप है म पनि छु भन म नि छु भाँडबारी हो घर हाम्रो अदल भाडाबारी यस्तो भख भन्नु के यो त भाँडबारी मात्रै आइछ साच्चै यहाँ खै अर्थ मिसिएरै छ भाँडबारी मात्रै हो बाबु अब छैनन् कहिले बाबु हेर बाँदर आख बाँदर मङ्की आयो मैले त्यहाँ उ गराइछु के तिमीले तातो छ कि नै तातो छ मैले आमालाई जोइन गराइछु कि तिमीले खान्छौ आएको खाना लाएर हामी यहाँ बनबाटीका छौँ आज सबैजना भेला भएर भाँडबारीका र जौखेतका भएर यहाँ भाँडबारी जौखेत अनि त्यहाँबाट यहाँ कान्छी फुपै हुनुहुन्छ यहाँ सबैले आफ्नो परिचय दिन त हामीले खाइने म भर्खरै घर खाना खाएर मैले पनि नचिनेको अनुहारहरू रहेछ के हजुर मलाई त बरु चिनेको जस्तो लाग्यो धेरै नबना भाइ सबै मिली घरै त हो जानी सारा कोइला खानीमा हाँसी मुख देव मायालु सारा
नानी म देखिरहेको के त देखाउँ न सुन न जौखेत कान्छी धनमासे मिना क्यारे जौखेते साइलाकी बुहारी माइली पिला म जौखेते साइलाको बुहारी कान्छी म जौखेते साइलाको बुहारी जेठी नमस्ते म धनमासे नातिनी माइलाको बुहारी साइली कान्छी बुहारी बारबारी माइलाकी साइली बुहारी धनमासे कान्छाको कान्छी बुहारी नमस्ते म सुरेरी कान्छाकी माइली बुहारी